बहिनी नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छ। तपाईलाई कस्तो छ? म त ठिकै छु। कता हिँड्नुभयो? म त यतै आएको थिएँ के रे। धेरै दिनमा देखिनु हो त। अब सधैँ हिँड्न पनि नसकिने खुट्टो यस्तो छ। ल बस्नुस्। ल ल ल म यता बस्छु। बहिनी यति कति पानी खान पाहुन्थ्यो। मुही पनि सकेर मुही खानुहुन्छ र? मुही भए त अति खास भएको र बहिनी। ल पख्नुस् है। ओहो मुही नि धेरैमा खान पाइयो अहिले त। कति मिठो मुही हो। पानी लिनु त माझ्न पर्यो। पर्दैन पर्दैन त्यही राख्नुस् है। बहिनीलाई अलिकति दुःख दिम कि भनेर आएको थिएँ बहिनी। केटाकेटी जात्रै बोका अलिअलि पैसा दिनुहुन्थ्यो कि भनेर त्यति दुःख गर्न पर्यो बहिनी आजलाई। म अलि दिन पछि दिउँला। यो लकडाउन खोलेपछि बजारमा काम पाइयो भने गएर लिएर दिउँला गर बहिनी। ए राई कुरै छोड्नुस्। पैसाका त आजभोलि यस्तै छ। सबैलाई लकडाउनको बेला सबै घरमै छन्। कमाइ छैन। खानी बस्ने यत्र जान पैसाको समस्या छ। दाइ भए त अब दिन हुन्थ्यो के अरे। छैन के गर्नु। अलिअलि भए दिनुहोस् न बहिनी। मेरो छाके अर्को गरे घर केटाकेटी बोकी राख्नु त भएन। यसै मार्नु त भएन गरे नि बहिनी। अलिअलि त पैसा दिनु पर्यो। दोकानबाट ल्याउँछु एक बोरो पछि दिउँला बहिनी। जेठाबाले अलिअलि पैसा भयो त दिन्थे गर। पैसा नभएर अलिअलि तपाईँले दिनुहोस्। मैले चाहिँ केही समय पछि दिउँला बहिनी। छैन दाइ छैन। पैसा भए त दिन्थ्यो के अरे। सबैको त्यस्तै हो समस्या। तपाईँका केटाकेटी मेरा केटाकेटी एउटै हुन्। गाह्रो छ। लो बहिनी नभए सिकाएर पैसा बनाएर बनिए त मैले घरैमा बनाउँदै गर। ल म गएँ बहिनी। उसो भए है। यहाँ बाछा राम्रै होइ छ नि। ओहो गोबर गड्यो गरे। चप्पल फेरि यो चप्पल पनि चप्पल छिन्छ। भोको पेटले दौडाउँछ। ए आमा नमस्ते। नमस्ते बाबु। के कामले हिँड्यो यस्तो लकडाउनको बेला? ए आमा म त हजुरलाई अलिअलि दुःख दिउँ कि भनेर आएको थिएँ। अलिअलि पैसा दिनुहुन्थ्यो कि मेरो त छाकै अड्क्यो। ए बाबु यो लकडाउनमा कहाँ छ र? तिम्रो जस्तो समस्या हाम्रो छैन उसो भए। ए छैन। ए लौ त उसो भए म अब गएँ आमा। म जान्छु। छैन पैसा। जेठा बा नमस्कार। आरामै हुनुहुन्छ? ठिकै छ।
जेठाबासित एउटा दुःख पुरा बेसम्म मनेर आएको जेठाबा लौ न अलिअलि मेरो त केटाकेटी मर्ने भए एउटा बोरो चामल दिन पर्यो जेठाबा पछि पैसा दिउँला यसो काम गरेर यहाँ यी मुढा छन् गरेर यिनी पटाएर मुढा पटाएर दिउँला होइन अब पुरानो छ असार मसन्त लाग्छ अहिले पैसा असार साउले गर्छ के पैसा अब असार मसन्तमा फोन गरिरहन्छन् कसरी दिन र पुरानो त्यही त अब दिन्थे लौ न जेठाबा जसरी हुन्छ अलिअलि मिलाउन पर्यो मेरो त केटाकेटी भोकले मर्ने भए अब के गर्ने त कहाँ के गरेछौ र तिमीले के गर्ने हो जेठाबा यी लकडाउन भयो घर आएर बस्यो यतिको तन्नेरी पर्नेरी मान्छेले कमाउने ओर्ने यसो उसो गर्नुपर्छ नि हुन्थ्यो गरे अब सबै यस्तै छ यी खुट्टो यस्तो छ मेरो यस्तै यस्तै भएर अब चाहिँ यो लकडाउनमा घर काम पनि नपाइने कसरी हुन्छ एउटा बोरो दिन पर्यो जेठाबा खै मैले त अहिले त सकिनँ पैसा लिएर आएर लैजाउला पुरानो छँदैछ लो जेठाबा म त गएँ उसो भए गाउँमा कहीँ साउले नपताउने होइन धनीको भैँसी बर्साउँदै गरिबको स्वास्नी बर्साउँदै त्यही छ बेलामा बर्साउँदै छोराछोरी पाइयो अहिले पाल्न शास्ति सकिने भएन अब सकिने भएन दाइ नमस्ते नमस्कार के भयो बडो चिन्तित देखिनुहुन्छ त के भनौँ बाबु दुःख बेसाउने भने कति छन् कति मनमा कहाँबाट आउनु तपाईँ म त यति तलसम्म पुगेर आएको थिएँ त्यो जानु के छ घरतिर सबैलाई कम्ती राम्रै होला सबै ठिकै छ हजुरले सुनाउनुहोस् के भनौँ बाबु गरिबका कथा गरिबका व्यथा कसलाई सुनाउ कसलाई दाइ यस्तोमा नबस्नु चिसो लाग्ला हजुरलाई बाबुले चिसोको कुरा हेर्नु यो भुइँ चिसो भन्दा यो मन चिसो छ बाबु साँच्चै दाइ मैले यो हजुरको खुट्टा न धेरै पहिलादेखि सोधुला भनेको थिएँ हजुरको खुट्टा के भएको दाइ ए यो खुट्टो बाबु हजुर यो खुट्टाको कुरा नहेर्नुहोस् एक दिन यस्तै झिसमिसे साँझ पर्न लागेको थियो त्यही साँझ पर्न लाग्दा एकजना घरमा बास पाइन्छ भन्दै आउनु मेरो आमाले भन्नुहुन्थ्यो साँझमा आएका पाहुना ईश्वरको बास बोकेर आएका हुन्छन् घरमा बास दिन पर्छ भन्नुहुन्थ्यो उहाँलाई पनि हामीले बास दिइहाल्यो उहाँ त ईश्वर होइन रहेछ कमरेड रहेछ हेर्नुहोस् हजुर अनि उहाँले रातभरि खुबै क्रान्तिका कुरा हेर्नुभयो उहाँले भन्नुभयो हामी मुक्तिका लागि लडेका छौँ हिँडेका छौँ भन्नुभयो विश्वास दिलाउनु भयो अनि अर्को दिन त हामीलाई पनि क्रान्तिमा होम्बिन लाउनु भयो हजुर म अर्को दिन उहाँ सँगसँगै रातो टिका लगाएर
टाउकामा कफन बाँधेर उहाँ सँगसँगै उहाँ छ नि म्याग्दीको लडाइँमा म पनि परेँ। अनि यो त्यति बेलै खुट्टा भयो यस्तो भएको बाबु। म्याग्दीको लडाइँमा हजुर पनि लड्नु भयो? म्याग्दीको लडाइँमा म नि थिएँ। हजुर। त्यस्ता लडाइँ त कति लडियो तर विशेष स्मरण हुने लडाइँ चाहिँ म्याग्दीको लडाइँ हो। के भयो यो हजुरको खुट्टामा गोली लाग्यो? यो गोली लाग्यो कि के भयो म त त्यो भन्न सक्दिनँ, तर म होसमा आउँदा यो खुट्टो यस्तो भएको थियो, खुट्टो पट्टी बाँधेको थियो। पछि त अहिले हाम्रो लागि खुब लडेको भन्थे, उहाँहरू लडा त कुर्चीको लागि रहेछ बाबु। अहिले सम्झिँदा हाँसो लाग्छ। अस्ति उहाँहरू आउनु भएको थियो, उहाँ तलको पुल उद्घाटन गर्न। मैले लामो समय उहाँलाई पर्खिन्छु र बस्छु र यसो केही आफ्नो दुखेसका कुरा गरौँ भनेको, उहाँले समय दिनु भएन। अनि उहाँ त अहिले त आफ्नो त्यही पार्टी पनि छोडेर अर्को पार्टीमा जानु भएको छ, मन्त्री हुनु भएको छ अरे। यस्तै छ, खुब क्रान्तिका कुरा गरे, आफ्नै लागि रहेछ। आखिर कुर्चीको लागि लडा अब हाम्रा यो खुट्टा किन यस्तो गरिदिनु भएको, मैले यही सोधुला भनेको थिएँ उहाँसँग, तर भेट भएन उहाँसँग। अनि दाइ घरमा को हुनुहुन्छ हजुर? घरमा को दुईटा छोरा छन्, दुईटी छोरी छन्। अनि हजुरको बुढी कहाँ हुनुहुन्छ? बुढी त्यस्तै हो भाइ, बुढीको कथा नि फेरि अर्को कथा भन्छ। के भयो त त्यस्तो? उहाँले छोडेर जानुभयो भनौँ न। कसरी जानुभयो उहाँले छोडेर? एक दिन रातिमा उठेर जानुभएछ, अर्को दिन जताकतै खोज। अनि 3 दिनपछि फोन आयो, कताका मान्छेले लानु भएको रहेछ अरे। सुखमा पो सबै आफ्ना हुन्छन् र म क्रान्ति गर्न गएको मान्छे खुट्टो यस्तो बनाएँ, सधैँ उसलाई पनि झ्याउ छोडेर गएँ। अहिले घरमा 2 छोरा छन्, 2 छोरी छन्। तिनीहरूको पालन पोषणका लागि मैले रात 3 मेहनत गरिरहेको छु। फेरि यो बिचमा कोरोना भन्ने आएर तस नस बनायो बाबु। यो कोरोना भन्ने केही होइन। कोरोना भन्ने त हामी जस्ता गरिबलाई मार्न बनाएका धनीहरूले बनाएको नियम हो। धनीहरूले गरिबलाई मार्नका निमित्त बनाएको यो कुण्ठा, यो गरिबलाई मार्नका निमित्त उनीहरूले बनाएको अस्त्र हो जस्तो लाग्छ बाबु मलाई त। हजुर। यस्तै छ बाबु मेरो कथा। बाहिर देख्नलाई ठिकै छ, भित्र मनमा कति हो कति। आज म 10 ठाउँ पैसा माग्न गएँ, 10 ठाउँ केटाकेटीका पाल्नका लागि चामल माग्न गएँ, कसैले पताएन। त्यही भएर यहाँ आएर बसिरहेको छु बाबु। ल अब चिन्ता नगर्नु, अब यसो गरौँ। कसो गरौँ बाबु?